कुरौटे सासू र छिमेकी। आमा आमा हुनुहुन्न के घरमा? ओइ ओइ ओ आयो फेरि फेरि बेला आज ढाड दुखेर हैरान को हो ए नानी पो आयो सुत्नु हो थियो आमा? सुतेन त के निद्रा लाग्छ र नानी म त यस्तै पल्टेर बसेँ आऊ नानी के गर्नु सुतेर डिस्टर्ब त गरेन नि आमा? केको डिस्टर्ब हुन्थ्यो र म बुढीलाई निद्रै लाउन बुहारी कहाँ गइन् र? ए हाम्रो बुहारीको त पुरै नगर कान्छी पुरै नगर कुन दिन आँखा फुटेर यस्तो बुहारी बिताएछ नि छोराले अहिले म बुढीले पाउनु दुःख पाइछौ पानी दुःख पाइछु नि नानी मलाई त ठिकै लाग्थ्यो है आमा बुहारी। साँच्चै आमा बुहारी कहाँ गइन्? कहाँ जाने अहिले पनि त्यही सुत्दै बस्यो होला नि 24 घन्टा सुतेरै बिहान 8 बजे घाम लाग्दासम्म टाङ म सुत्छे म बुढी 5 बजे उठ्छु मेरा नानी नभन फेरि बस्नु भने कुरा लागे जस्तो हुन्छ तर काम कि छैन नानी बुहारी त्यस्तै हो आमा बुहारीहरू सबै त्यस्तै त हो नि अहिलेको जमानाहरू भन्यो भने कुरा काट्दै हुन्छ आमा। हामीले भने कि भाउजू पनि काम कि छैन यस्तै हो कुरा काट्छन् दुईटी कता कता जान्छन् घर नहुनुको मतलबै छैन। कुरा नगर हाम्राको त मेरो छोरीहरू आउँदाखेरि रिसाले आगो भएर बस्छे बम भएर बस्छे हैन आफू माइत जान पर्यो भने फेरि बिहानै 5 बजे उठेर 6 बजे त माइत यति सामान बोकेर हिँड्छे के भन्ने हो त्यस्तालाई ल छ नि आमा त्यस्तै हो अहिलेका बुहारीहरू केही गरेर साध्य छैन। तपाईँ बुढीलाई दुःख भयो के अरे आफ्नो ख्याल गर्दै गर्नु होला आमा। अब टेन्सन नगर्नु म छु तपाईँको लागि। अब बुहारीहरूले यस्तो गरे भनेर अब के गर्न छ र छोरोहरू हुँदैनन्। ल जान्छु नि नानी ल त जाऊ त नि अब मैले के भनौँ त नि यसो दुःख बिसाउने तिमी साथी जस्तै भइछ तर यो कुरा कसैलाई पनि नभन नानी भन्दिनँ ल जाऊ त नि नानी ल म के भनौँ त